चाहिँ रुक्यो क्या दारू खाने एउटा रहर होइन बाध्यता हो क्या। अब यसो बजारतिर गइयो एक दुईजना साथीहरू भेटियो ल बस्न त भन्यो गइयो खाइयो एउटा अर्को मगाइयो एउटा अर्को साथी आयो बस्यो अनि के हो हामीलाई छैन भन्यो ल है हो नि यार खाना नखाएको बेला त आफै राजा हो अनि यसो मगायो दियो खायो पियो होइन। अनि चाहिँ बिल तिर्ने बेला कोही मोबाइलमा कान लगाएर हिँडिदिन्छन् फोन लगाएर हिँडिदिन्छन् कोही अब पैसा आज मैले पर्सु भुलिहालेँ भनिदिन्छन् अनि बाटोबाट मान्छे हिँडिसक्यो अब लाटो मान्छे चाहिँ फस्यो। अनि साउजीलाई सोधौँ न कति भयो साउजी भन्यो भने साउजीले कति जम्मा 4000 त भएको छैन अरे। ल ठिक छ जेबमा जति छ 1000 2000 निकालेर दियो जो बाँकी पैसा अब पछि दिन्ला भनेर भन्यो हिँड्यो। अझ फेरि बाटोमा हिँड्दै गर्दा ए पैसा दिने हो कि घरमा आउनु पर्यो अरे। ल घरमा आउँछ यता परिवारले कुट्छ अब अनि छैन भन्छौ छैन दिन्न भन्छौ उहिले मजाक उडाउँछ। त्यही भएर गाइस दारू भन्ने चिजलाई पनि मैले माने नखाने भने पनि ट्याक्कै भट्टी हेऱ्यो भने दारूको याद आउँछ क्या झ्याप्पै पारेर। त्यही भएर यो दारू खाने केटाहरूको लागि बनाएको म पनि खाने भएको हुनाले यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नु केटा मान्छेको रहर होइन बाध्यता हो।